अघि नै मैले भनिसकेँ समय भएको छ। लेट अस वेट, ह्याभ सम पेशेन्स। अहिले समय भएको छ, अब समय आयो। 2081 चैत्र 15 गते हजारौं मानिसहरू सडकमा उत्रिएका थिए। राजा आऊ देश बचाऊ, हाम्रो देश हाम्रो राजा प्राण भन्दा प्यारो छ जस्ता नाराहरू गुन्जिरहेका थिए। आखिर किन आजभन्दा 17 वर्ष अगाडि राजतन्त्रको तानाशाहीदेखि वाक्क भएर फ्याँकेको राजतन्त्र फेरि किन बिउजाउन खोज्दैछन् त नेपाली जनताहरू? किन राजतन्त्रको पुनर्स्थापनाको कुरा गरिरहेका छन्? के यो वास्तविक जनताको निराशाको आन्दोलन हो? सरकारको कामप्रति गणतन्त्रमाथि नै वाक्क दिक्क भएर गरिएको निराशाको आन्दोलन हो वा कुनै राजनीतिक खेल खेल्दैछ त यस आन्दोलनभित्र? 2063 वैशाख 11 मा नवनिर्वाचित संविधान सभाले 240 वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा घोषणा गर्यो। त्यति बेला मानिसहरूलाई लोकतन्त्रमा आशा थियो। अब चाहिँ देशले प्रगतिको बाटो समाउँछ, देशमा विकास हुन्छ, स्थिरता कायम रहन्छ भन्ने विश्वास थियो। तर त्यसो हुन सकेन। आखिर हामीले के पायौं त? 17 वर्षमा 13वटा सरकार, भ्रष्टाचार, बेरोजगार र बढ्दो ब्रेन ड्रेन। मानिसहरू अहिलेका राजनीतिक दल, राजनीतिक व्यक्तित्व र उनीहरूका कामप्रति रिसाएका छन्, आक्रोशित छन्। यस प्रणालीप्रति झन पछि झन आशा गुमाउँदै गइरहेका छन् र त्यही निराशाको आक्रोशबाट सुरु हुन्छ राजतन्त्रको आन्दोलन। शान्तिपूर्ण रूपमा गरिने भनेको यस आन्दोलनले उग्र रूप लिँदै जाँदा त्यहाँनिर अनेकौं प्रश्नहरू उठ्न थालेका छन्। जस्तै यस आन्दोलनको नेतृत्व कसले गरिरहेको छ? के यस आन्दोलनले साँच्चै नै जनताको माग अथवा आवाज उठाइरहेको छ वा यसको पछाडि कुनै ठूलो राजनीतिक रणनीति छ? आउनुहोस् आजको नो मोर लाइट्समा सत्य तथ्य बुझ्ने कोसिस गरौँ। 2047 सालको संविधानले गरिब तथा सामाजिक रूपमा अपेक्षित वर्गको सम्बोधन गर्न नसकेको भन्दै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वले 2052 साल फागुनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी जनयुद्धको घोषणा गर्यो। त्यस पश्चात सरकार पक्ष र भूमिगत पक्ष बीचको सशक्त संघर्षको आन्दोलनमा 2058 सालमा घटेको दरबार हत्याकाण्डले ज्ञानेन्द्रलाई भावी राजाको रूपमा स्थापित गर्यो। उनी राजा हुन साथ अटोक्रेटिक शैलीमा प्रस्तुत भएका थिए। ज्ञानेन्द्रले 2061 साल माघ 19 गते कु गरेसँगै तत्कालीन राजनीतिक दल र भूमिगत माओवादीलाई एकसाथ हुन बाध्य बनाई 19 दिने आन्दोलनको सुरुवात गर्यो र गणतान्त्रिक राज्य व्यवस्थालाई संस्थागत गर्यो। लामो समयदेखि नेपाल राजनीतिक अस्थिरतामा फँसेको छ। यो 17 वर्षमा हामीहरूले 13 चोटि सरकार परिवर्तन भएको देख्यौं। प्रतिबद्धताहरू त अनेकौं भए तर परिवर्तनहरू हुँदै भएनन्। भ्रष्टाचार बढ्दै गयो, नेताहरू सत्ताको खेलमा जुधिरहे, देशको अर्थतन्त्रमा ठूलो असर पुग्यो। यस्ता अनेकौं समस्याहरू सिर्जना हुन थाले तर समाधानको बाटो कतै देखिएन। यी समस्याहरूले, राजनीतिज्ञका झुटा आश्वासनहरूले आम जनताहरूलाई सधैँभरि झुलाइरह्यो, दुःख दिइरह्यो। दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिएको छ। कुनै समय नेपालमै भविष्य देखेका युवाहरू आज ठूलो संख्यामा वैदेशिक रोजगारीका लागि गइरहेका छन्। जनतामा अहिलेको समयमा एक प्रकारको असन्तुष्टि छ। त्यसैले त उनीहरू अहिलेको वर्तमान प्रणालीमाथि नै प्रश्न गर्न थालेका छन्। एक प्रकारको फ्रस्ट्रेसन पोखिरहेका छन्। यही असन्तुष्टि बीच सुरु हुन्छ राजावादीहरूको आन्दोलन अर्थात् राजतन्त्रको माग। व्यापारीबाट राजनीतिक कार्यकर्ता बनेका दुर्गा परसाई राजावादी आन्दोलनका मुख्य पात्र हुन्। उनी जनताको लागि लडिरहेको दाबी गर्छन् तर उनका विगतका क्रियाकलाप हेर्दाखेरि यस आन्दोलनभित्र केही न केही स्वार्थ लुकेको देखिन्छ। कुनै समय दुई ठूला दलका नेता केपी शर्मा ओली प्रचण्डलाई एकजुट पारेर मार्ची चामलको भात खुवाएर यात्रा सुरु गरेका दुर्गा परसाई अहिले उनीहरूलाई नै लात हानिरहेका छन्। कांग्रेस, माओवादी, एमाले हुँदै अहिले राजावादी बनेका दुर्गा परसाई उनको कुनै स्पष्ट राजनीतिक विचारधारा छैन, न त कुनै स्पष्ट अडान नै देखिन्छ। उनका विगतलाई हेर्ने हो भने भोलि उनी कसको समर्थन र कसको विरोध गर्छन् भन्ने कुरा उनी स्वयं आफूलाई नै थाहा छैन। उनी एक अवसरवादी र स्वार्थी व्यापारी हुन्। उनले आम मानिसहरूको फ्रस्ट्रेसन र चाहनामाथि खेलिरहेका छन्। उनले धेरै मानिसहरूलाई उनीहरूका इच्छा पूरा गरिदिने सपनाहरू देखाइरहेका छन् जसमा साना ऋणी, गरिबी र विदेशमा काम गर्ने युवाहरूको समावेश छ। तर केही समर्थनहरू पाए तापनि उनको आलोचना भने धेरै नै हुने गर्छ। उनको बोलीमा शिष्टता नहुनु, आवेगपूर्ण, अहंकारी र असभ्य भाषणका कारण उनी जहिले विवादमा मुछिने गर्छन्। उनले 2023 देखि नै राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै आएका थिए। उनको मागलाई समर्थन गर्न हजारौं संख्यामा नेपाली नागरिकहरू सडकमा उत्रिए, ठूला ठूला भाषण दिए, सरकारलाई चुनौती दिए। तर के उनी यो सबै ती निराश जनताको लागि लडिरहेका छन् वा आफ्नो स्वार्थको लागि? दुर्गा परसाईसँग यो राज्य व्यवस्था यति धेरै लाचार किन?
यो लाचारीपनले दुर्गा प्रसाईलाई अगाडि बढ्न थप हौसला प्रदान गरेको छ। तर आखिर त्यो यात्राको गन्तव्य चाहिँ कहाँसम्म? यो गन्तव्यहीन अनन्त यात्राको सहयात्री आम नागरिक जनताहरू कहिलेसम्म बन्नुपर्ने हो? धेरै नबोल्ने पूर्व राजा ज्ञानेन्द्रले पछिल्लो पटक फागुन 7 गते जनतालाई साथ माग्दै एउटा भिडियो सार्वजनिक गर्छन्, जसले राजतन्त्र पक्षधरहरूलाई झन् धेरै आशा र भरोसा दिलाउँछ। फागुन 25 गते उनी पोखराबाट काठमाडौँ आउँदै गर्दा समर्थकहरूले उनलाई भव्य स्वागत गर्छन्। त्यो लहरले राजावादी पक्षधरहरू उत्साहित हुन्छन्। त्यसै भिडलाई आधार मानेर उनीहरू चैत्र 15 गतेदेखि योजनाबद्ध हिसाबले आन्दोलनको तयारी गर्छन्। संयुक्त जनआन्दोलन समितिको गठन हुन्छ र पूर्व पञ्चायतकालीन व्यक्तित्व 87 वर्षीय नवराज सुवेदीलाई संयोजकको रूपमा छानिन्छ र सुरु हुन्छ संगठित अभियानको पहिलो दिन चैत्र 15 गते, जसमा जनआन्दोलनको कमान्डरका रूपमा जिम्मा दिइन्छ दुर्गा प्रसाईलाई। काठमाडौँको तीनकुनेमा बिहान 11 बजेदेखि नै राजा फर्काउने भन्दै दुर्गा प्रसाईले लिड गरिरहेको राजावादीहरूको आन्दोलन हुँदै थियो। शान्तिपूर्ण रूपमा गरिने भनेको यस आन्दोलनले उग्र रूप लिँदै जान्छ। ढुङ्गा मुढा आगजानीदेखि लुटपाटसम्म प्रदर्शनकारीहरूलाई कन्ट्रोलमा लिनका लागि सरकारले ठुलो मात्रामा प्रहरीहरू खटाएको थियो। तर त्यहाँ एउटा कार्यक्रम हुँदै गर्दा राष्ट्रिय गान बज्दै गर्दा असुल ग्यासको प्रहार हुन्छ र त्यही प्रहारबाट आक्रोशित भएर प्रदर्शनकारीहरू विचलित हुन्छन्। शान्तिपूर्ण आन्दोलन हुन पाउँदैन। ढुङ्गा मुढा हुन्छ, सरकारी कार्यालयहरू तोडफोड हुन्छन्, भाटबटनीमा लुटपाट र तोडफोड हुन्छ, एउटा निजी घरमा आगजानी हुन्छ, त्यसैगरी जडीबुटी प्रशोधन केन्द्रमा पनि आगजानी हुन्छ। केही समयका लागि उडानहरू रोकिन्छन्। आन्दोलनकारी र सरकार पक्षबीच झडपको स्थिति सिर्जना हुन्छ। अझ यतिसम्म भयो कि दुर्गा प्रसाई आफैले निषेधित घेरालाई तोडेर प्रहरीमाथि नै गाडी चलाए। आफ्नो समर्थकलाई आओ 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 भन्दै अराजक शैलीमा अगाडि बढे। यसै घटनामा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा एकजनाको अन द स्पट गोली लागेर मृत्यु हुन्छ। त्यसैगरी एबी न्यूजका पत्रकार घरमा आगलागी हुँदा फेरि जलेर मृत्युको शिकार बन्न पुग्छन्। यस आन्दोलनबाट 2 जनाको मृत्यु हुन्छ, 40 जना प्रहरी र 30 जना नागरिक गरी 70 जना घाइते हुन्छन्। त्यसपछि सरकारले केही स्थानहरूमा कर्फ्यूको घोषणा गर्छ र स्थिति नियन्त्रण गर्नको लागि सेना परिचालित गर्छ। आखिर यो आन्दोलन, तोडफोड, हडताल, आगोलागी र त्यो अराजकता आखिर केका लागि त? राजा ल्याउनका लागि? के राजा फर्किने कुरा सम्भव छ त? राजावादी दल रापापाको संसदमा जम्मा 12 सिट छ। त्यो 12 सिटले राजा फर्किने कुरा त देखिँदैन। के जनताले आन्दोलन मार्फत पुनर्स्थापित गरेर राजा फर्किने कुरा सम्भव होला त? राजावादी दल राप्रपाको समानुपातिक मत हेर्दाखेरि जनमत कमजोर देखिन्छ। दैनिक 2000 भन्दा बढी युवाहरू पलायन हुने देशमा क्रान्तिलाई डराउन सक्ने शक्तिको अभाव छ। त्यसैले यो कुरा सम्भव देखिँदैन। तसर्थ हामीहरू अहिले सबैभन्दा उत्तम व्यवस्थामा छौं। मैले यो भनिरहँदा यो व्यवस्था नै ठिक छ भन्न खोजेको चाहिँ हुँदै होइन। यस वर्तमान व्यवस्थामा कमजोरीहरू धेरै छन्। ती कमजोरीहरूलाई सुधार गर्न आवश्यक छ। जस्तै खर्चिलो निर्वाचन प्रणालीलाई सुधार गर्ने, समानुपातिक निर्वाचन प्रणाली पुनरावलोकन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने। अझ सबैभन्दा महत्त्वपूर्ण विषय भनेको नागरिकहरूमा मतदान चेतनाको विकास गर्ने हो भने मात्र विद्यमान निराशाको सम्बोधन गर्न सकिन्छ। त्यसैले अबको खोजी व्यवस्था परिवर्तनको लागि भन्दा पनि अवस्था परिवर्तनको लागि हुनु जरुरी छ।